दर्शकवृन्द, रोल्पामा घट्यो अत्यन्तै दुःखद घटना। खेतमा गहुँ छर्न गएका श्रीमान श्रीमतीलाई हाते ट्र्याक्टरले शरीर छिया छिया पार्दा श्रीमतीको घटनास्थलमै मृत्यु भयो भने श्रीमान गम्भीर घाइते। युटको यहाँबाट छैन हेर्नुहोस्, झट्टकै परेको यस्तै गरेर बेर्या घरिभरि मेरो माइलोले ट्र्याक्टर किन्न नदेश म त मरिए भनेर यस्तै भन्नुभयो। दर्शकवृन्द, रोल्पा नगरपालिका 5 स्थित बाजाबाङमा जुन दुःखद लाग्दो घटना घट्यो, हामी घटनास्थलतर्फ प्रस्थान गर्दैछौँ। त्यो पारी रोल्पा नगरपालिका 5 पर्छ। यो चाहिँ यताको यो माडी खोला काटिसकेपछि यो चाहिँ रोल्पा नगरपालिका 1। रोल्पा नगरपालिका 1 र 5 को सिमाना खोलावारी खोलापारी। यो जो मृतक भिमली दिदी हुनुहुन्छ उहाँहरूको जग्गा यता 1 नम्बरमा पनि रहेछ। त्यो गाउँबाट यता आउनुभयो खेत जोत्नको लागि, गहुँ छर्नको लागि, र यहाँनिर चाहिँ यसरी चाहिँ घटना हुन पुग्यो। दर्शकवृन्द, यो ठाउँ खासै त्यस्तो अप्ठ्यारो चाहिँ छैन, तर यो जुन हात्ती ट्र्याक्टरको यो जुन छ दाँत, यसको दाँत चाहिँ छ, यसको यो चाहिँ एकदमै खतरनाक छ। यसैमा जेलिएर चाहिँ भिमली दिदीको चाहिँ मृत्यु भएको भन्ने हामीले जानकारी पाएका छौँ। यस्तै गरेर बेर्या दर्शकवृन्द, यति बेला घटनास्थलमा आइपुगेका छौँ, जहाँ चाहिँ ब्याकग्राउन्डमा देख्न सक्छौँ रगतले लटपटिएको एउटा हात्ती ट्र्याक्टर छ। त्यही ट्र्याक्टर जुन चलाइरहनु भएको थियो भिमली दिदी, यज्ञ दाई श्रीमान श्रीमती चाहिँ आउनुभएको थियो। जोत्ने क्रममा चाहिँ प्रत्यक्ष घटना भइसकेपछि देख्ने दाई र दिदी साथमा हुनुहुन्छ। सबभन्दा पहिले कसले देख्नुभयो त्यो जुन घटना भयो? त्यो देख्ने भने उहाँले देख्नुभयो पहिले, यही हुनुहुन्थ्यो साथसाथमै। त्यहाँ मलाई आमाजु भनेर उहाँले फेरि मलाई करुण भयो, मैले फेरि बाबु यही जग्गा भाइबारी यस्तो भए भनेर यो फालाल्दै आयो माथिबाट। मैले बन्द गर्दै फेरि यो फेरि सब उहाँले मेसिन चलिरहेछ। मतलब त्यो जुन धार छ नि त्यसमा जेलिएको थियो। हजुर, यसमा जेलिएको थियो कपडा। अनि त्यस बेलासम्म दिदी त बोल्नु राम्रो गर्नु भेना पनि त्यस्तो हुनु भएको थिएन फेरि खासै त। यो जुन ट्र्याक्टरको फाली घुमिरहेको थियो पछि उहाँले भन्नु चाहिँ म त त्यो हो कहाँ हो भन्दा मलाई त्यति थाहा थिएन। मैले यहाँ दबाई कता यता उता हेरेँ तपाईँको, त्यो गरे कहाँ दबाई दबाउने दबाई यो तपाईँको यो पहिला माथिपट्टि थियो, अहिले घुमाएको छ के कसो है घुम्यो पछाडि। हजुर, जो मृतक दिदी चाहिँ जो घटना भइसकेपछि यहाँबाट त्यो बाटोमा चाहिँ गाडी हिँड्ने बाटोमा चाहिँ कतिखेर लानुभयो तपाईँहरूले? त्यो तत्कालीन लगिहाल्थ्यौँ तत्काल लगेपछि कति घन्टा पछि चाहिँ उहाँको मृत्यु भयो? गाडी आउन कति ढिलो गर्यो? 2.5-3 घन्टा त्यस्तै घाइते जो दाइ हुनुहुन्छ उहाँलाई पनि त्यही ढिलो नै लग्नुभयो? गाडीमा अब त्यही हो, 25 बाटो छ, त्यही भएर अलिक ढिलो गरेर गाडी आउने पनि त्यही त हो। हजुर, मृतक र घाइते हुनुभएका दाइ दिदीको के पर्नुहुन्छ अरे? म ऊ साला हो, मेरो दिदी हुनुहुन्छ मालुवाको छोरी हुन्छ जो मित्र। नाम के पर्छ? मेरो सन्दीप घट्टी। नझारे पनि हुन्थ्यो। यो पहिला जोइसक्यो अनि फेरि दोहोऱ्याउनु लाग्यो? यो आफ्नो यहाँ चाहिँ यहाँको चाहिँ यो मात्र, यो चाहिँ गरा मात्र यो जोडिसकेर फेरि हजुर यसले फेरि भान्जल त दुईचोटि जोइसक्नु भएको थियो। यस्तो किन तीनचोटि पुर्नु पर्थ्यो कि के हो, यस्तो दोष टिक्ने भनेर होला। भान्जल दुईचोटि दोहोऱ्याबाट मैले देखेँ। यो हड्डी र भाँचिया चाहिँ केरा चाहिँ यस्तो गर्नुहुन्थ्यो, तर यो बरी त छैन। यो फेलाबाट टङ्गिया छ, यहाँबाट यस्तो चिरिया छ। यो बङ्गराको होइन बाहुन दाइले तल फोन गरेको हस्पिटलमा यो यहाँको यो भाग फुट्यो अरे गिजाहरू सब तल झर्या छ। यत्रो ढेका रगतको घोल्का बग्या बगियो। आज चाहिँ टारले बान्धे अरे भित्र थाम्या छ अरे हस्पिटलमा, अहिले भर्खरबाट थाम्या छ रोक्या भन्नुहुन्थ्यो होइन फोन गरेको। दर्शकवृन्द, यति बेला हामी रोल्पा जिल्लाको रोल्पा नगरपालिका 5 स्थित बाजबाङ भन्ने ठाउँमा आएका छौँ, जहाँ चाहिँ हिजो मध्याह 12 बजेको समयमा एउटा एकदमै दुःखद लाग्दो घटना घट्न पुग्यो। यो विशेष गरी कृषकहरूले प्रयोग गर्ने जुन हाते ट्र्याक्टर चलाउँदै गर्दाखेरि खेत जोत्दै गर्दाखेरि
हाते ट्र्याक्टर चाहिँ चल्ने क्रममा चाहिँ जुन अल्झिएर हो अथवा कसरी चाहिँ जुन घटना घट्न पुग्यो घटनास्थलमा चाहिँ एकजना दिदीको चाहिँ मृत्यु भयो र उहाँको श्रीमान चाहिँ गम्भीर घाइते भएको र अहिले बुटोल भैरवामा उपचाररत भइरहेको भन्ने चाहिँ हामीले खबर पाएका छौँ। र यो घटना चाहिँ कसरी घट्न पुग्यो, अहिले आधुनिक जमाना आए सँगसँगै अहिले गोरुले जोत्ने प्रचलन पनि हटिसकेको छ। गाउँ समाजमा पनि आधुनिक हाते ट्र्याक्टरले अब चलाउन नजान्दाखेरि अथवा चलाइरहेका व्यक्तिहरूले पनि केही मिस्टेक हुँदाखेरि चाहिँ केही गल्ती हुँदाखेरि चाहिँ यसरी ठुलो घटना घट्न सक्छ। एकदमै दुःखद लाग्दो घटना छ। अहिले हामी सोही पीडित परिवारसँग छौँ जो घाइते हुनुहुन्छ, उहाँको आमा सँगसँगै मृतक दिदीको सासू आमा र ससुरा बुवासँग छौँ। नाम भन्नुहोस् त सुरुमा हजुरको। छोराको नाम हजुरको नाम जित बहादुर महरा। छोराको नाम यज्ञ बहादुर जो घटना भयो जो अहिले घाइते हुनुहुन्छ। घाइते। अब तपाईँको बुहारी होइन, बुहारीको चाहिँ मृत्यु भयो घटनास्थलमै। त्यो घटना भइसकेपछि तपाईँहरू जानुभयो कि भएन त्यहाँनिर? पछि धेरै पछि थाहा भयो भनेपछि अवस्था चाहिँ के अरे हजुरको छोराको चाहिँ गम्भीर थियो, बुहारीको चाहिँ त्यो घटना भइसकेपछि मृत्यु भयो अथवा यहाँ ल्याइसकेपछि केही उपचारमा ढिलो भएर हो कि? त्यही हो बाबु। हजुर। अहिले जो घाइते हुनुहुन्छ तपाईँको छोरा होइन, कस्तो छ अहिले आर्थिक अवस्था? केही कमी कमजोरी केही नपुगेको अवस्था के छ बुवा? आर्थिक अब कमजोर छ बाबु। ओहो। आमा के भन्नुहुन्छ अब यो आर्थिक सहयोगको लागि? अब हजुरको छोरालाई चाहिँ उपचार गर्नको लागि अब देश विदेशबाट केही कसैले सहयोग गर्नुभयो भने अथवा यहाँनिर गाउँमा आमा समूह दिदीबहिनीहरू कसरी चाहिँ अब सोच्नु भएको छ? आमा कस्तो छ अहिले छोराको अवस्था? कसरी तपाईँले एउटा जन्म दिने आमा हुनुहुन्छ, कस्तो अवस्थामा देख्नुभयो छोरा घाइते हुँदा? बुहारी त घुमाइसक्नु भयो, छोराको अवस्था अहिले कस्तो छ? जसरी बानी बजाइदिनु। हजुर बजाइदिनु पर्यो। बुहारी दा गयो। हजुर। छोराले बानी बजाइदिनु। हामीले कसले पाल्ने हो? कति वर्ष पुग्नुभयो आमा? 70। म 70। हजुर 70। हजुर कति पुग्नुभयो? 86 वर्ष। दर्शकवृन्द हेर्नुहोस् त, बुवा 86 वर्ष पुग्नुभयो, आमा 70 वर्ष पुगिसक्नुभयो। यो बुढेसकालमा पाल्ने छोरा घाइते हुनुभयो, गम्भीर घाइते अवस्थामा हुनुहुन्छ, उपचाररत हुनुहुन्छ, बुहारीको मृत्यु भयो। यो एकदम अत्यन्तै दुःखद लाग्दो घटना हो। सामान्य चोटपटक हुन्थ्यो भने घरकै आर्थिक अवस्थाले पनि भ्याउन सकिन्थ्यो, तर अलिकति गम्भीर भन्ने कुरा आइरहेछ। अगाडिको दाँतमा चाहिँ समस्या भन्नुभयो नि, दाँत झरेको? बङ्गरा ज भात छ रे बाबु। यो बङ्गरा भात बङ्गरा चाहिँ बाबु बोल्दैन। हड्डी हाड त्यो भात छ। खत्तम। यहाँ काहीला आस्न ठुलो छ रे। मैले त हेर्नै दिन्नँ। तपाईँले हेर्न पनि सक्नु भएन? हेर्न दिन्नँ अरूले फेरि जीवन। हजुर। ठुलो घटना भइसकेपछि कति समयपछि लानुभयो छोरालाई चाहिँ? को जानुभएको छ अहिले छोरासँग? छोरा त वो कहानी गाउँको धेरै केटाहरू कहानी भयो सुन्छु र म हजुर कति कहानी। हजुर। यता बुटोलतिर अरू भैरवको 3जना कहानी भन्छन्, 3जना। यता लिबाङतिर पोस्टमार्टम गर्नु कतिजना कहानी बाबु? 12जना। जो घाइते हुनुहुन्छ उहाँहरूको छोरा बिचरा यो बुढेसकाल वृद्ध अवस्थामा पनि आफूलाई पाल्ला भन्ने छोरा एउटा ठुलो आश पनि त्यसरी गम्भीर घाइते हुनुभएको छ। यो कारुणिक दृश्य हेरिसकेपछि तपाईँहरूले पनि अलिअलि केही सरसहयोग गरेर बिचरा पीडित आमा बुवाको छोरा यज्ञ भन्नुभयो नि, यज्ञ महरा दाईलाई चाहिँ बचाउने प्रयास गर्नुहोला। उहाँको उपचारको लागि थोरै थोरै सहयोग पनि गर्ने कुरो छ यतातिर आमा समूहले पनि। आमा समूहले हामीले 8,000 दिन लाग्छ दाजु। हजुर। अहिले त्यति छ। हजुर। आमा समूहबाट हामीले पैसा चाहिँ दिँदैन। हजुर। यतातिर दिदी पनि हुनुहुन्छ, के पर्नुहुन्छ हजुर मृतक अनि घाइतेको? म बुहारी पर्छु। बुहारी। तपाईँले नि देख्नुभयो घाइते मृतक दिदीहरू? बारीबाट 10:30 बजे म उताबाट आउने बेला ट्र्याक्टर चालु गर्नु भएको थियो, बस्नु भएको उता दाई आमा जु सबको बस्नु भएको। त्यहाँ म हित्तीमा आउने बेला इस्तार गर्नुभयो। म फेरि घर भात पकाएर तरकारी भुट्ने बेला त्यस्तो घटना सुन्नु। र यहाँ तल खोला नदिने बेला मेरो बुढोले फेरि ट्र्याक्टर आज नि किन्नौँ भोलि किन्नौँ भनिरहेको। बुहारी मेरो माइलोले ट्र्याक्टर किन्न नदेस्, म त मरिए भनेर यस्तो भन्नुभयो, बोल्नुभयो। कसले भन्यो त्यो?
त्यही आफै त्यो मेरो आमाजुले मेरो बुढोले फेरि ट्र्याक्टर किन्ने भनेर हामी त्यही तरघरमा थियौँ हजुर म एउटा मर्ने भइए मेरो भाइले ट्र्याक्टर किन्न नदेस् भन्नुभयो कुरा गर्नुभयो हेर्नु घाइते दाइले दाइले होइन दिदीले आमाजुले जो मृत्यु हुनुभयो हजुर मृत्यु हुनेले मलाई भन्नुभयो ट्र्याक्टर किन्न नदेस् म त मरिए भन्नुभयो त्यहाँ हुन्छ आमाजु तपाईँको अब बोलिरहनु भएको छ म पानी खान्छु भन्नुभयो मलाई सीतामल दियो भन्नुभयो पानी खान दिनौँ घिउ मह बरी खुवाइदिउँ हातमा पच्चक यस्तो मैले अट्टी गर्नुभयो र खुट्टा त्यो एउटको यहाँबाट छैन हेर्नुहोस् झट्टकै परेको एउटा राम्रो खुट्टा यस्तो गर्ने बेला त्यो बहिनी लठाङ गरेर बहिनी पल्टिन्थ्यो खुट्टाभरि त्यस्तो देखेर म रुने बेला फेरि खेलेको मान्छेहरूले त नरौँ अरू मान्छे रुन्छन् भनेर मैले अलि टाढा गराएँ मेरो आमाजु सिद्धिनु भयो भने म त्यति रुई गरेँ मेरो भान्जा पनि यहाँको जेठो छोरा मेरो भान्जा पनि रुनु भयो सिद्धिसक्नु भएको तर दाइ फेरि झन् फेरि मेरो बुढीले किन लिइदिनुहोस् भनेर भन्नु होला भनेर मात्रै दिदीले पनि आमाजुले पठाइदिएको भनेपछि गर्नुहुन्थ्यो सबै आमाजु घटना जुन घटिसक्यो छिट्टो हाम्रो ठाउँमा सेवा सुविधा भएन हजुर छिट्टो तत्काली हस्पिटलमा यस्तै दोहोरो पापासित बात नगर्न सक्नुहुन्थ्यो होला तर 2-3 घन्टा भइसक्यो तिम्रो आमाजुको ज्यान गयो दर्शकवृन्द हेर्नुहोस् त यहाँ रोल्पा नगरपालिका भन्न मात्रै रोल्पा नगरपालिका छ तर यहाँको सेवा सुविधा यहाँको भौगोलिक हिसाबले भौगोलिक विकटता यहाँ बाटोघाटो नयाँ नेपाल आयो भन्छन् आधुनिक जमाना आयो भन्छन् आधुनिक औजारहरू आयो भन्छन् तर त्यही औजारले चाहिँ एउटा मान्छेको अकालमै ज्यान लिएको छ सँगै तत्कालै उपचार पाउन पनि एकदमै गाह्रो छ घटना घट्यो त्यो दुःखद कुरा हो घटना घट्नुभन्दा अगाडि विभिन्न जुन सरकारले दिएका नीतिहरू कार्यक्रमहरू हुन्छन् गाउँमा विभिन्न सूचना प्रवाह गर्ने कार्यक्रमहरू हुन्छन् जस्तो कृषकहरूलाई अनुदान दिएको हुन्छ सरकारले अनुदान दिए बापत कसरी चलाउने त्यसलाई कसरी प्रयोग गर्ने ती सामग्रीहरू भन्ने विषयमा तालिम दिने अथवा सूचना प्रवाह गर्ने सूचनाको प्रवाह गर्न पनि जरुरी छ जस्तो लाग्छ मृत्यु हुनेको त भइसक्यो हामीले फिर्ता लिन सक्दैनौँ मृतकलाई त तर जो घाइते हुनुहुन्छ उहाँको उपचारको लागि सबैले स्थानीय तहको सरकार प्रदेश सरकार केन्द्र सरकार लगायत यहाँका दाजुभाइ दिदीबहिनीहरू देश विदेशमा रहेका दाजुभाइ दिदीबहिनीहरू सबैले चाहिँ बचाइदिनु होला बिचरा पाल्ने छोरा एउटा सास भने पनि आमा बुवाको कान्छो छोरालाई चाहिँ त्यति धेरै गम्भीर अवस्था छ उहाँ पीडाले दुखाइले हस्पिटलमा छटपटाइरहनु भएको छ त्यसकारणले गर्दाखेरि यो भिडियो धेरैभन्दा धेरै सेयर गर्नुहोला सहयोग गर्न चाहने इच्छुक व्यक्तिहरूले पनि सहयोग गर्नुहोला भनेर बिन्ती अनुरोध गर्न चाहन्छु आमा के भन्नु छ अन्तिममा भन्नुहोस् त बचाइदिनु होला दस्तरी बानी के गर्ने छोरा अब त्यसैको आशो हो हजुर आर्थिक अवस्था कमजोर छ होइन बुढेसकालमा धेरै छ के जागिर गर्नुहुन्थ्यो र दाइले मास्टर छ के ए मास्टर पढाउनुहुन्छ ए बारतिर कतिसम्म पढाउनुहुन्छ दाइले 3 कक्षासम्म ए भनेपछि त्यो अब एउटा स्थानीय स्कुलमा पढाएको पैसाले अब घरमा खाने लाउने टिकै हुन्छ होइन अब आर्थिकको चाहिँ जो अहिले यो हाल यो गम्भीर अवस्थामा यो दुःखको बेला चाहिँ आवश्यकता छ आर्थिकको